guys, welcome back to my channel. आज तपाईहरुले भ्लग पाउनुहुन्न बिकज मैले भ्लग बनाएकै छैन। आजको भिडियो चाहिँ छ गिभ अवे। इट्स जस्ट नर्मल गिभ अवे है बिकज म त्यति ठुलो क्रिएटर पनि हैन। म जादै छु टिकटकमा लाइभ अनि लाइभमा गइसकेपछि चाहिँ मैले चाहिँ प्लान गरेथे युट्युबमा लाइभ आउने बट युट्युबको फिल्टर राम्रो भएन के। युट्युबको फिल्टरै रहेन रहेछ अनि यसमा पनि त मैले फिल्टर लाएको छैन। यसमा त अलिकति राम्रो देखेछ, युट्युबमा त फिल्टरै रहेन रहेछ कि अनि त्यही भएर हो। क्वेशनको लिस्ट छ हैन अनि त्यो क्वेशन सोध्छु जो पार्टिसिपेन्ट हुन चाहनुहुन्छ अनि त्यसपछि उहाँहरूले जित्नु भयो भने उहाँहरूले पाउनुहुन्छ रुपीज 25। 5 रुपैयाँ बढाइदिए है मैले, 5 रुपैयाँ बढाइदिएको छु। यसरी बोल्ने हैन के सोनी, अलिकति डिसेन्ट। सो उहाँहरूले एउटा क्वेशन जित्नु भयो भने एउटा क्वेशनमा जित्नु भयो भने 25 रुपैयाँ पाउनु हुनेवाला छ। सो त्यही भएर भन्दैछु मेरो च्यानललाई सब्स्क्राइब गर्नुस् के थाहा म पछि युट्युबमा पनि आउँछु कि त्यस्तै गिभ अवे लिएर हैन हो म भिडियो बनाउन आउनु गाइस। त्यो टिकटकमा लाइभ जान्छु हैन अनि त्यतिखेर त्यो टिकटकको त भिडियो सेभ हुँदैन नि त। त्यही भएर I have decided यो मोबाइलबाट त म obviously लाइभ जाने हो अनि राम्रो इफेक्ट राम्रो आउँदैन। That's why म जानेवाला छु गोप्रोबाट। गोप्रोलाई चाहिँ म अहिले अरेन्ज गर्छु, आफ्नो व्यवस्था गर्छु आफ्नो रुममा कसरी हो कहाँ हो भनेर। सो के गर्ने स्टार्ट गर्ने, लाइभ स्टार्ट गरेपछि आउँछु ल। के गरेको होला के सोनी, अलिकति मान्छे तरिकाले बोल्न, यस्तो तरिकाले त हुन्छ। अम्मा 7 जना हुनुहुन्छ हेर्ने, को हो त्यो हेर्ने? आम्मामा भाउजू 7 जना ल 15 जना है, 15 जना। हेलो 15 जना आउनु भएको छ गाइज मेरो लाइभमा। लाज लाग्दैछ नि त मलाई। यहाँ हेरौँ काहीँ नहेरौँ। शेयर गाइज 15 जना है, ठ्याक्कै 15 जना। त्यसपछि स्टार्ट कसम छ। अनि सुन्नु न, अनि मैले प्राइस बढाइदिए 5 मात्र 25 है। एउटा फर्स्ट अफर होला, त्यसपछि चाहिँ बढ्न सक्छ है। राम्रो भयो, हामीले सोचे जस्तो राम्रो भयो भने युट्युबमा भ्युज आयो भने बढ्छ है। शेयर गर्नु अनि भक्क अघि त 7 जना पुग्नु भएको, 3 जना घट्यो। मेरो साथीले अझै 2 मिनेट छ सोच्दै होला नि त। सुशीला त हिजो भन्दै थियो त गइनेस् लाइभमा अरे। ए पनि भन्छु म के थाहा 20 रुपैयाँ जितिहाल्छ कि। ए 25। सुजन मगरजी घर कहाँ हो दिदी? अरे घर यही धनगढी हो हाम्रो, धनगढी नै बस्छौँ खान्छौँ त्यही हो। गाइज तपाईहरुले पनि है युट्युबमा गएर लाइक कमेन्ट शेयर र सब्स्क्राइब गर्नु पर्यो अनि म युट्युबमा अझै आउँछु लाइभ। म चाहिँ अहिले फेरि माइन्ड चेन्ज गरेको थिएँ टिकटकमा जान्छु कि भनेर, बट नो त्यस्तो होइन। युट्युबमा भनेर भिडियो बनाएको छु त्यही भएर युट्युबमै। हामी पनि सुदूरपश्चिम पूर्वदेखि ट्याक्कै बोल्ने तरिका त फेरि त्यही हो नि त। क्वेशनको टाइम कति हो नि दिदी? 15 जना हुनु पर्यो स्टार्ट, त्यसपछि भक्का भक् दिदी। म त विवेक अरे विवेक गेमिङ। विवेक को विवेक? म यहाँको विवेक सोच्दैछु तर होइन, उसको नि युट्युब च्यानल छ, उसको अर्कै नाम छ। नयाँ क्वेशन सोध्नु हो होइन अनि कति टाइम? त्यतिखेर तपाईँ नम्बर भन्नुहोस्, त्यतिखेर म टाइपिङमा राखिराख्नु नि ठ्याक्क क्वेशन सुन्ने बित्तिकै इन्स्टेन्ट हो क्या, इन्स्टेन्ट। हामी ल्याङ गर्दैनौँ, फटाफट। एकछिन है यसमा पनि लगइन गर्नु पर्यो नि त ई सेवा। ल भयो ल दिमाग लाउनु पर्यो, जसको शक्ति उसको भक्ति हो। खोलुन्जेलसम्म अर्कैले एन्सर भनिसक्छ। टिकटकबाट गर्नु अरे, टिकटकबाट त गर्नु हुन्थ्यो। अब आज यसमा भनिसकेको छु नि त। अनि अब 5 जना नियमहरु भन्न स्टार्ट गर्नु नि त। नियम के हो भनेपछि मैले क्वेशन सोध्छु हैन, फ्याट्टै एन्सर लेखिदिनुस्। जसको अगाडि माथि एन्सर आयो फुल फर्म चाहियो है। फेरि पैसा पाउने सिस्टम चाहिँ ई सेवा हो। नम्बर दिनु इफ यु आर कम्फर्टेबल। क्वेशन सोध पैसा दिनु पर्दैन रे, त्यस्तो नगर। अरु यो भनेकै छ पैसा दिन्छु भनेर, अनि त्यसरी नदिँदा त आफूलाई पनि अर्कै हुन्छ। दिन्छु। साउन्ड आएको छैन अरे हैन, के भएछ त? सोधिदिम। मलाई नै लाज लाग्दैछ के गाइज, लाज लाग्दैछ के भा। ओके गाइज 5 जना हुनुहुन्छ। क्वेशन इज लाइक दिस हैन, सजिलो है क्वेशन। अरे एकदम सजिलो क्वेशन। अति भयो, सोध्छु अब त। सोधे है, स्टार्ट हुँदैछ। 1 2
3 1 2 3 क्वेसन चाहिँ यस्तो छ है सुन्नुस् राम्ररी सुन्नुस् अनि आन्सर फटाफट कीबोर्ड तपाईँ त फेरि तपाईँ त एन्सर नै भनिहाल्नुहुन्छ होला कीबोर्डमा हात राखिराख्नुस् है राख्नु है सबैले ल ल छिटो अरे क्वेसन चाहिँ 1 2 3 ल नेपालमा कतिवटा हिम शिखर छ नेपालमा कतिवटा हिम शिखर छ छिटो फास्ट कसको क्वेसन कसको आन्सर आउँछ आन्सर 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 छिटो आन्सर आन्सर भन्नुस् भनेको आन्सर हैन के यो क्वेसनको आन्सर भन्नुस् नेपालमा कतिवटा हिम शिखर छ एन्ड अरे 27 अरे नेपालमा कतिवटा हिम शिखर छ someone is getting close but त्यो को हो म भन्दिन सो प्लिज मैले एन्सर राइट देखेको छैन त्यो 1 2 3 4 भनेर त हुँदै हुन्न है माथिको टप एन्सर पाइन्छ तर तपाईहरुलाई यति छुट भयो कि अब यो कसै हेर्नु त 1 2 3 4 5 भने यो मान्दिन्न अब स्टप 1 eternity later अर्को क्वेसन सोध्दिम अब अर्को क्वेसन सक्यो है अब यो क्वेसनको टाइम खतम मान्छेले गुगल गरेर आउँछ तर यो अब यो भयो यो क्रस अब कसैले आन्सर भनेपछि यो भएन क्लोज हुनुहुन्थ्यो 27 हो कि कति भन्नुभएको थिएन म त ओहो 28 भन्दै हुन्थ्यो 28 हो हिम शिखर अब टाइमर राखौँ न त टाइमर राखौँ यो मोबाइलमा टाइमर साच्चै टाइमर राख्छु के म हैन यति धेरै पनि के गर्नु हैन फर्स्ट आउनु ल ल छोड अलिकति छुट छ तपाईहरुलाई तर अघि चाहिँ 1 2 3 4 लेखेको हुनाले हो रेडी अरे केही छैन ल सेकेन्ड क्वेसन चाहिँ छ हाम्रो 7 पोखरी भएको जिल्लाको नाम के हो 7 वटा पोखरी भएको जिल्ला रङ गाइस तपाईहरु जसको शक्ति गाह्रो क्वेसन हालेछौँ र जसको शक्ति त्यसको भक्ति भनिसक्यौं त अघि शक्ति युज गर्नुस् न ल भयो टाइम अप किनभने थापै सकियो के त्यहाँ काठमाडौँ हो हजुर हौ काठमाडौँ हो सर्च गर्नुहोस् काठमाडौँ हो के काठमाडौँ सक्यो अब क्वेसन नै भयो दुईटा क्वेसन सोधिसके जित्नुस् न हो म पनि विनर हुनलाई म पनि पेमेन्ट गरौँ भने यहाँनिर भिडियोमा पनि देख्यौँ भनेर कम खुसी भएछु बालेन सिटी राइट अब के गर्नु ढिलो भयो त्यही भएर बालेन सिटी भनेको भए पनि रङ हुन्थ्यो रङ जिल्ला जिल्लाको ए जिल्ला भनेको स्टार्ट ओके रेडी अनि राइट आन्सर भन्नुस् के गाह्रै क्वेसन हो कि क्या हो के भाउजू कोही भनाउन सक्नुहुन्न त मलाई त कस्तो चित्त दुखिसक्यो यार ल जस्तै कि देवताको गुरु हुन्छ नि भगवानहरुको गुरुलाई चाहिँ हामी बृहस्पति भन्छौं नि त देवताहरुको गुरुलाई बृहस्पति भन्छौं भने दैत्य हुन्छ नि उनीहरुको गुरुलाई चाहिँ हामीले के भन्छौं अब 25 रुपैयाँको लागि कति सजिलो राख बेरी यो भन्दा सजिलो त पाउन्न दैत्यलाई नै दानव भन्छन् हो राउ रङ हैन त्यस्तो हैन देवताहरुको गुरुलाई बृहस्पति भन्छन् भने दैत्यहरुको गुरुलाई चाहिँ के भन्छन् राइट गाइस मैले फर्स्ट राइट आन्सर ल अब तपाईले कसरी पेमेन्ट गर्न चाहनुहुन्छ पढ्दिनु कुन चाहिँ राइट हो शुक्राचार्य हो एकदम राइट तपाई त धेरै ट्यालेन्ट हुनु सरी शिवाया माथिकोले भनिसक्नु भएको छ सो सुन्नु FF69 हैन इसेवा नम्बर भेजो नम्बर अब तपाईलाई कसरी चाहियो भन्नुस् नम्बर यहाँनिर भन्नु नै भन्नु नत्र इन्स्टाग्रामको आइडी दिदिन्छु के चाहियो हेर्नु बोल्ने तरिका हेर न फेरि के चाहियो अरे सरी अहिले मसँग मेरो फोन छैन अरे यसरी हुन्न के यहाँ मेरो पनि प्रोटोकल छ ल नम्बर भन्नुस् भोलि हुन्न भोलि म बिजी छु हप्ताको एकचोटि नम्बर त होला नि ल नम्बर दिनुस् न त फटाफट म पठाइदिइहाल्छु एकदमै फास्ट केही हुँदैन के कसैले कल गर्दैन मैले चाहिँ केटीहरूले जितेसी चाहिँ गाह्रो होला भन्ने सोचिरहेको थिएँ केही हुँदैन इन्स्टा पनि राखिदिन्छु यस्तो गर्नु पर्यो मेरो भिडियोको तल इन्स्टा राख्छु भनेको ठीक गीत लगाउँछु नि यस्तो ए अनि उहाँको रोक अरे हस् नम्बर दिनुहोस् है प्लिज हजुर नम्बर दिनुहोस् स्क्रिनसट राखेर त उहाँ विनर हुनुहुन्छ त भन्न पाऊँ मेरो भ्युअर्सहरूलाई सो नम्बर त होला नि अरे ल नम्बर दिनु यस गाइज हामीले एउटा विनर पाइसकेको छौँ 3वटा क्वेसन सोध्यौँ ट्यालेन्ट हुनु रहेछ त म जस्तै हुनुहुन्छ सोचेको गाइज अर्को क्वेसन है अब ल चाँडो भइसक्यो चाँडो भयो होइन विश्वको सबैभन्दा गर्मी हुने ठाउँ के हो ठाउँको नाम भन्नुहोस् विश्वको सबैभन्दा गर्मी हुने ठाउँको नाम भन्नुहोस् राजस्थान सहारा होइन ल सक्यो टाइम आउँदैन आन्सर भइगयो सक्यो के टाइम अनि अर्को सोध्नु अब यसको आन्सर नभन्नु किनभने टिकटकमा जाउँला गाइज अब अर्को क्वेसन मात्र सोध्ने भयो है म त अब केही नहुने भयो ल क्वेसन सोधे अर्को
ट्विन्स ग्रह भनेर चिनिने ग्रह कुन हो? ट्विन्स ग्रह भनेर चिनिने ग्रह कुन हो हजुर? डबल लेख्नुभयो। त्यस्तो होइन के, त्यस्तो होइन के, म के भन्नु, राइट एन्सर आइस मात्र बोल्छु। ए भगवान्, के हो यस्तो? जित्नु भएको छ, जित्नु भएको छ। ल एन्सर आइसक्यो गाइज, एन्सर आइसक्यो। त्यही भएर अन्जु रेग्मीजी तपाईँले चाहिँ आफ्नो नम्बर पठाउनुहोस्। डबल यहाँ पठाइदिने हो। नम्बर तपाईँले जहाँ पठाउनु मेसेन्जर ऊ राख्छ त्यही पठाउनुहोस्। मेसेन्जरमा पठाउनुहुन्छ कि टिकटकमा टिकटकमा नै, यो ब्याक हुन्न नि त। म अहिले पेमेन्ट गरेको यहाँ देखाउन चाहन्छु। इन्स्टा छ, इन्स्टामा क्युआर पठाउनुहोस्। एन्सर आइसक्यो गाइज, एन्सर आइसक्यो। शुक्र मात्र हो है, शुक्र भनेको भेनस, मर्करी भेनस है, भेनस इजा छैन। ल नम्बरमा मैले ब्यालेन्स हालिदिएँ त गाइज। हाम्रो सेकेन्ड विनर टपअप हुँदैछ, जित्नु भएको छ। ए म प्रोनाउन्स गर्न लागेको 98 भनेर, 98 भन्दा अगाडि पढ्दिन। कति अरे छिटो जान्छ होइन, यसमा त नजानु रहेछ। टपअप गर्न अनि ई सेवा नहुँदो रहेछ। दुईटा एन्सर राइट गर्ने ट्राई गर्नु ला, अनि के गर्नु, कसैले नम्बर दियो भने। त्यही भएर त ई सेवामा चाहिँ हालिदिन्छु भनेको। ए यसको चाहिँ सुन्नु, तपाईँको ई सेवा छैन, तपाईँले फाइदामा पर्नु भएको छ, फाइदामा पर्नु भएको छ सल्टिना। अर्को एन्सर पायो भने पैसा पाउने। ओ माय गॉड, पेमेन्ट भइसकेको छ, पेमेन्ट भयो। अर्को पैसा सल्टिना पेमेन्ट भइसक्यो। पेमेन्ट भयो भने डन लेख्नुहोस् है गाइज। म यहाँ नम्बर छुपाएर देखाउँछु। पेमेन्ट भइसकेको छ है, पेमेन्ट भइसकेको छ गाइज। अब यो ब्याक हुन्छ अरे। सुन्नु, तपाईँहरूको टपअप हुँदैन, डाइरेक्ट ई सेवामा आउँछ है पैसा। अब अरूहरू जसले जित्नुहुन्छ उहाँहरूले, किनभने टपअप 25 रुपियाँ हुँदैन रहेछ। यस्तो हुँदा त घाटा हुन्छ नि त। हाम्रो अर्को प्रश्न रहेको छ। ल है, विश्वको सबैभन्दा अग्लो स्थानमा धान फल्ने ठाउँ कहाँ हो? आइसक्यो एन्सर आइसक्यो। ओ कति ट्यालेन्ट हो के, दुईटा एन्सर आयो तर फर्स्टमा जसको कमेन्ट आयो उहाँले जित्नुहुन्छ भनेको थिएँ। गाइज दुःखको खबर, म एडिट गर्दै थिएँ होइन, अनि त्यतिखेर मेरो गोप्रोमा रेकर्डै हुन छोडेछ, अडियो मात्रै रेकर्ड भएको छ। अनि त्यो भिडियो त्यत्तिकै रोकै छ, त्यही भएर समस्या त्यहाँ आयो। फर्स्ट टाइम गरेको थिएँ यस्तो प्रोग्राम चलाएको थिएँ, अनि के भयो यस्तो भयो, दुःख खबर। त्यसपछि चाहिँ हामी टिकटकमा लाइभ गएको थियौँ। लगाइज होइन, यति तपाईँहरूले देखिसक्नुभयो। यो चाहिँ मेरो फर्स्ट थियो यसरी खेलाएको, अनि मलाई चाहिँ एकदम खुसी पनि लागिरहेको छ। काहीँ अलिकति तलमाथि भयो, किनभने अघि मैले फर्स्टमा आउने बेला म्युट भयो अरे होइन, आवाजै सुन्नेन। अनि त्यस्तो हुँदाखेरि चाहिँ मलाई पनि नराम्रो लाग्यो। तर हामी हार मान्ने छैनौँ, हामी अझै भिडियो ल्याउनेछौँ। यो मेरो फर्स्ट टाइम हुनाले यस्तो भएको छ, अर्कोचोटि अझै अलिअलि इम्प्रुभ हुँदै जान्छ। त्यही भएर गाइजहरू सपोर्ट गरौँ, हेरौँ, मलाई सब्सक्राइब गर्नु। तपाईँहरू नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गर्नुहोस्, भिडियो हेर्नुहोस्, रमाउनुहोस्। अनि यस्तो कन्टेन्टहरू म अझै ल्याउनेवाला छु। अब चाहिँ म मेरो युट्युबमा लाइभ सकिसक्यो नि त, त्यही भएर अब म एकछिन टिकटकमा लाइभ जान्छु, त्यति भन्न आएको। सो गाइज, थ्याङ्क यू फर वाचिङ माई फुल भिडियो, बाई।